जय मसीह अनि स्वागत गर्न चाहन्छु एनएबीसी अनलाइन मिनिस्ट्रीमा। एनएबीसी अनलाइन मिनिस्ट्रीको साथमा म पास्टर सुभाष। तपाईले कहिले विचार गर्नुभएको छ परमेश्वरको वचनलाई सही तरिकाले बुझ्ने कुरा र परमेश्वरको वचनलाई सही तरिकाले उल्था गर्ने कुरा कति धेरै महत्त्वपूर्ण छ भनेर? आज संसारमा जति पनि झुटो शिक्षाहरू आएको छ तिनीहरूले परमेश्वरको वचनलाई सही तरिकाले व्याख्या नगरेको कारणले अथवा परमेश्वरको वचनमाथि आफ्नो विचारहरू राखेको कारणले, अर्को भाषामा भन्नुपर्दाखेरि परमेश्वरको वचनलाई चाहिँ यहाँ राखेर उनीहरूको आफ्नो विचारलाई चाहिँ माथि राखेको कारणले गर्दाखेरि हो। त्यसै कारणले गर्दाखेरि आज नेपालमा पनि धेरै नै यस्तो शिक्षाहरू फैलिएको छ जुन बाइबलसँग मिल्दैन र यो विभिन्न प्रकारको शिक्षाले गर्दाखेरि आज विश्वासीहरूलाई अन्यलमा पारेको छ र धेरै जसो परिपक्व विश्वासीहरू पनि यसको शिकार बनेका छन्। र यसै कारणले गर्दाखेरि अहिलेको समयमा जुन मण्डलीहरू जुन प्रकारको समस्याबाट भएर गइराखेको छ यो चाहिँ बाहिरबाट आउने समस्या भन्दा पनि यो र आफै भित्रबाट उत्पन्न भएको कुराहरूले गर्दाखेरि चाहिँ धेरै नै प्रकारको समस्या ल्याइराखेको छ। यही कारणले गर्दा एनएबीसी अनलाइन मिनिस्ट्रीले परमेश्वरको सत्यतालाई देखाउनको निम्ति र परमेश्वरको वचनलाई सही तरिकाले कसरी व्याख्या गर्ने र स्पष्ट रूपमा परमेश्वरको वचनलाई देखाउनको निम्ति खडा भएको छ। हामी यस च्यानलमा धेरै विश्वासी साथीहरूले सोधेको अथवा उनीहरूलाई अन्यलमा पारेको प्रश्नहरूको उत्तर दिनेछौँ र अविश्वासी मित्रहरूले सोध्नु भएको प्रश्नहरूलाई पनि हामी बाइबलीय रूपमा उत्तर दिनेछौँ। हाम्रो इच्छा भनेको तपाईँलाई आत्मिक रूपमा बढ्नमा सहायता गर्नु हो र बाइबलीय साँचो शिक्षामा खडा हुनको निम्ति सहायता गर्नु हो। हामी हरेक हप्ता 3वटा भिडियोहरू हाल्नेछौँ र हामी आशा गर्दछौँ यी भिडियोहरूले तपाईँको आत्मिक जीवनमा परमेश्वरसँग सम्बन्धमा निर्माण हुनको निम्ति सहायता गर्नेछ। र हामी यो पनि आशा गर्दछौँ कि तपाईँले यी भिडियोहरूबाट परमेश्वरको सत्यतालाई थाहा गर्नुहुनेछ र आफ्नो विश्वासमा मजबुत भएर धर्मशास्त्रको बुझाइको गहिराइमा जानुहुनेछ। विशेष गरिकन तपाईँले यस च्यानलमा डिभोसनको भिडियोहरू हेर्न पाउनुहुनेछ, मोटिभेसनको भिडियोहरू हेर्न पाउनुहुनेछ, एपोलोजेटिकको भिडियोहरू हेर्न पाउनुहुनेछ र जीवन गवाईहरू हेर्न पाउनुहुनेछ र विशेष गरिकन बाइबलीय प्रवचनहरू हेर्न पाउनुहुनेछ। र म यो अनुरोध गर्न चाहन्छु कि यो हाम्रो च्यानल नयाँ भएको कारणले गर्दाखेरि तपाईँसँग केही सल्लाह सुझाव छ भने पनि तपाईँले कमेन्ट बक्समा राख्न सक्नुहुन्छ अथवा हामीलाई डाइरेक्ट मेसेज गरेर हामीलाई सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। र यदि तपाईँ साँच्चै नै सत्यता जान्न चाहनुहुन्छ भने र अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया 2 सेकेन्ड निकालेर च्यानललाई सब्सक्राइब गरिदिनु होला ताकि हामीले अपलोड गरेको हरेक भिडियोहरू तपाईँले पाउनुहुनेछ। हस् त अर्को भिडियो नआउन्जेलसम्म म पास्टर सुभाष बिदा हुन चाहन्छु। परमेश्वरले यहाँहरू सबैजनालाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। अर्को भिडियोमा भेट्नेछौँ। सब्सक्राइब गर्नुहोला। जय मसीह।